हो धोजेहरू मेरो खेतालाहरू ल डोको बोको हामी चाहिँ अब आज लसुन खन्ने खेतालाहरू कोदाली यहाँ चाहिँ लसुनको भारी बोकेर ल्याउने डोको भरिया थियो उता हिँड्न जङ्गल छ न लसुन छ क्या भाइ लसुन बार चाहिँ उता तल्लो गाह्रो है बाटो छ यस्तो फेरि लसुन बारी गएको है त्यो छैन त्यो सबै झार पहिले उखार्नुपर्छ अनि त्यसपछि है यहाँ लडिन्छ है भाइ होइन यहाँ लसुन छ क्या हो सबैभन्दा ठुलो खेताला चाहिँ यो भाइको नाम हौ त उता हिँड्नु ठुलो बाटो ल्याउनु बाटो हेर है भाइ गाडीको जेठो यता कान्छो हो ठ्याक्कै पल्लो छेउबाट ल्याउने ल हो त्यहाँ हो त डोकाली उतापट्टि राख्ने हो न यहाँ लसुन छ क्या हो यता फेरि फु भदै यता चाहिँ फुफु ए माथि चाहिँ काम नगरिकन काम गरेर हेरेर हाँसिराख्ने मान्छे है मेरो जेठी भाउजू हेरौँ अब लसुन त अनि अहिले होइन सिजन खन्ने कि होइन हौ अस्ति खन्नु पर्ने रे सिजन ल ल भाइ डोको बिसाउनु है छोटो डोको उता 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 राख्नु छेउमा ल अब चाहिँ सुरु गर्ने हो झार उखाल न हौ रियान्सलाई बोल्न लाउनुपर्छ बोल्दै बोल्दैन हाम्रो यहाँ निनीहरूले लसुन खन्दै हुनुहुन्छ भन्दै बोल्दै गर बिगार गर्दा तिमीले कसले कति पैसा कमाउँछ त्यो बसनलाई त्यही भनेको लसुन भरे म मलाई देखाइदिउँ ल तिमीहरूले रोपेन लसुन बसन छैन अनि यस्तो छ अनि त्यो झार त्यहाँ राख्नु र डेमा छोरा फुपू गर्दै लसुन उखालेको खोइ लसुन पनि छैन रियान्स मजा आइरहेछ उखाल्नु दुईटाले उखाल्नु न नि यस्तो गर्ने के त टक्कै यसो हेर्ने होइन अनि यसरी उखाल्नु रियान्सले कतिवटा लसुन निकाल्यो कतिवटा लसुन निकाल्नु भयो छैन बसनले चाहिँ ठुलो निकालेछ नि काटिदिइहालेको नचुट्ट न त्यसरी टक्लक टक्लक उयो गर्नु एकछिन छोडा न यार ऊ माथि कोदालो छ तर्कनु कस्तो लागिरहेछ त भाइलाई नि काम गर्नु मजा भएको छ गुड पनि ऊ पाराइ धेलेको हो रोना धेल्थ्यो मेरो मारीमा मुला लागेको कुरा त्यस्तो नगर न हालले सोङ पक्रिने होइन झार अन्त लसुनको हालत चाहिँ यस्तो छ देखेपछि यसरी निकाल्ने क्या हाम्रो लसुन त म सिकाउँछु लसुन नफलेर यस्तो छ लसुन नै फलेन यसपालि के भएको त यो लसुन चाहिँ हेलो लसुन त यस्तो पो छ हाम्रो त पोहोरतिर त ऐसैको हुन्थ्यो यसपालि के भयो लसुन कसैको फलेन छ त यस्तो अनि लसुन फलेपछि कहिले उभो लाग्नु
खोदा नि पुराउनु ल साउनीको लसुन हुँदैन उता गुन्द्रुक गुन्द्रुक कसको गाडीमा अब यो खादबारी बेच्न लाने हो सबिन गुरुको गाडीमा रिजर्भ गरेर खादबारी पठाउँ भनेको खै एक गाडी पनि छैन नि एक ट्रकमा नि नअट्नै पो रहेछ हौ यो चाहिँ पहिला त्यो लसुनको महँगीमा भएछ करोडपति हुने खालको यो 2-3 ट्रक गरेर चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन भोलिमै पठाइहाल्नु सुनेपछि भात पेल्छन् छोटो पारेको त्यो डल्लो मात्रै पारेको छ खोल्दा हुन्छ कखैलो कि पक होला एउटा फोन त परेको ल है लाग्यो है लसुन उठाएर हामी चाहिँ उखालेर घरतिर लाग्यो बाटो यता हो लसुन धेर फलेको खुसियालीमा बाटै बिर्छ धनिया धनिया भातको फेरि छ हौ धनिया चाहिँ यता पो राख्नुपर्ने खेतालाहरू आएर पनि सफा भएर बसिसक्यो रहेछ ओइ जो 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 दादा हेलो गाइज के छ गाइज ठिकै छ तपाईको पनि ए हजुरहरुको नाम के हो नि कसको हो बसन्त राई चाहिँ तल्लो बाजेको चाहिँ के हो रियान्स के हो ए तपाईँ पनि कुलुङ तपाईहरुको घर चाहिँ कता हो घर कता हो हजुरहरुको कहाँ हो तल भनेको खादबारी अनि खादबारी हो कहाँ हो कता अरे वालुङ हो उता रियान्सको चाहिँ कहाँ हो रियान्सको चाहिँ घर कहाँ हो ए यता अर्को बाजे नि हुँदो रहेछ बाजेको चाहिँ कता के हो नाम हजुर नाम छैन घर कहाँ हो त्यत्तिकै बतासेर यो वालुङमा आउनेलाई खेदा देऊ त्यो त्यत्तिकै आएर बस्ने मान्छेलाई उहाँको त घर यहाँ पर हो उहाँले ढाट्नु भएको यहाँ पर उहाँको घर चाहिँ ओह यो आजको तपाईहरु के हो खेतला हो के गर्नुभयो दिउँसो ए ल ल ल ल बाई बाई तपाईहरुलाई खै रियान्सले